घोडा भनेर खच्चड राखिरहेको छ क्या यिनीहरूले खच्चड जस्तो लाग्यो यार मलाई त घोडा त होइन सिनहरू चाहिँ बवाल बवाल रहेछ कि यहाँको बाटो चाहिँ राम्रो हो माया फेवा तालैमा गाउँघरकी कान्छीले पार्यो जालैमा यहाँबाट चाहिँ हामी अब टक्क कागबेनीतिर जाँदैछौँ होइन त्यहाँ कागबेनीमा गएर अब एकछिन बसेर नास्ता सास्ता गरेर अनि त्यसपछि हाम्रो टुर भनेको चाहिँ ठ्याक्क अप्पर मुस्ताङको लागि स्टार्ट हुन्छ अब यहाँ कागबेनीबाट हामीलाई त्यस्तै 3.5-4 घन्टा जस्तो लाग्छ होला माथि अप्पर मुस्ताङ पुग्नलाई हामी आज चाहिँ अब गएर लो मन्थाङमा बस्छौँ अनि भोलि बिहान अर्ली मर्निङमै 6-7 बजीतिरै उठेर त्यहाँबाट चाहिँ हामी फेरि कोरोला बोर्डर जान्छौँ एन्ड देन फेरि कोरोलाबाट ब्याक भएर चाहिँ भोलिको बसाइ चाहिँ मेबी हाम्रो कागबेनी हुनसक्छ अनि पर्सितिर चाहिँ सकेसम्म पोखरासम्म पुगियो भने अनि त्यसपछि पोखरामा गएर अलिकति इन्जोय गर्नुपर्ने हुन्छ हामीले किनभने हामीले इन्जोय नगरेको धेरै भयो पोखरामा गएर अलिकति इन्जोय गर्नुपर्ने हुन्छ ठ्याक्कै न्यू इयर पनि पर्ने रहेछ सो इन्जोय गर्नुपर्ने हुन्छ काठमाडौँ छोडेर यार यो कागबेनीतिर आउँदा त छुट्टै संसारमै आएको जस्तो हुँदो रहेछ नि हुन नि हिजो यो लेते भन्ने ठाउँमा खाना खाएको खाना त यार पैसा चाहिँ महँगो होइन खाना चाहिँ यस्तो नमिठो कि आफूलाई फेरि मासु नभयो भने भात नजाने मासु नै नमिठो भएर ल्याङ भयो नि यहाँ धेरै जस्तो चाहिँ टाटा सुमो अनि त्यसपछि स्कर्पियो अनि त्यसपछि फाटोफुटो चाहिँ यो इभीहरू पनि लिएर आउँदो रहेछन् अहिले त अब सिजन भएर पनि होला धेरै जस्तो गाडी चाहिँ रिजर्भ नै आइरहेको देखेँ मैले हिजोसम्म त यस्तो डेन्जर पानी परेर ल्याङ भइरहेको थियो धन्न आज यो घाम लाएर वेदर चाहिँ दामी भयो आज पनि पानी पर्ने हो कि भन्ने छुट्टै टेन्सन भइरहेको थियो रेनकोटहरू सब व्यवस्था गरेर बन्दोबस्तले हिँडेको थियौँ हामी हिँड्न चाहिँ तर आज मौसमले पनि साथ दिइरहेको अवस्था छ ल फाइनली केटा हो हामी कागबेनी आइपुग्यौँ होइन हान्दिउँ नि त